गर्नुपर्दछ। श्रीमती पनि नहुँदाखेरि दाजुभाइ सोदर भनेको दाजुभाइले गर्नुपर्दछ कर्महरूलाई। यी पनि छैन भने शिष्यले, ब्राह्मणले, सपिण्डीहरूले यी कर्महरू गर्नुपर्दछ। सपिण्डी भनेको आफूसहित 7 बुढालाई सपिण्डी भनिन्छ। आफूसहित 7 बुढालाई सपिण्डी भनिन्छ। अनि यी पनि छैन भने त्योभन्दा माथिका 4 अरू 7 बुढाले 15 बुढासम्म 14 बुढासम्म 7 देखि 8 देखि 14 बुढासम्मकाले गर्नुपर्छ। अनि ती पनि छैन भने त्यहाँ माथिका छन् भने माथिकाले गर्नुपर्छ अझै 15 देखि 21 सम्मका। अनि कोही छैन भने कसले गर्ने त भन्दाखेरि क्रियालोप हुन दिनु हुँदैन, पुरोहितले गर्नुपर्दछ। त्यस कारणले गर्दा एउटा पुरोहित सबैलाई हामीलाई आवश्यक पर्दछ। अनि भन्नुहुन्छ कसैले कोही अनाथ छ, उसको आफन्त कोही छैनन्, म कसैको कर्म गर्न चाहन्छु भन्छ र गर्छ भने, आफ्नो इच्छा गरेर गर्छ भने त्यो अत्यन्त राम्रो ठुलो पुण्य हुन्छ भनेर भनिएको छ। अनाथको प्रति संस्कार गर्नु जति ठुलो कर्म अरू केही हुँदैन, करोडौँहरू गरेको फल प्राप्त हुन्छ भनेर भनिएको छ। त्यस कारणले गर्दाखेरि पिताजीको कर्महरू हामीले अत्यन्त प्रेमपूर्वक गर्नुपर्दछ। पितु पुत्रेण कर्तव्यम दशगात्रम दिकम थकः। तर जेठा सन्तानको कसैको मृत्यु हुन्छ भने पिताजीले दशगात्रादि क्रियाकर्महरू गर्नु हुँदैन। अनि धेरै सन्तान छन्, 5 वटा सन्तान छन्, छुट्टिएर सबै आफ्नो आफ्नो घर पनि गए होइन। बुवा एक्लै बस्नुभएको थियो, भन्छ कान्छाले भन्छ म मेरोतिर गर्ने, अनि माइलाले भन्छ मेरोतिर गर्ने भने त्यसो गर्नु हुँदैन। एकै ठाउँ गर्नुपर्छ। धेरै सन्तान भए पनि सम्पत्ति बाँडफाँड भए पनि जहाँ गरे पनि एक ठाउँ गर्नुपर्दछ। जहाँ बुवा हुनुहुन्छ पहिलो प्राथमिकता त्यही भइहाल्यो, त्यही गर्नुपर्दछ। त्यो पनि भएन भने जहाँ उपयुक्त हुन्छ सबै मिलाएर एक ठाउँ ढिकुरो उठाउनु पर्छ, धेरै ठाउँ उठाउनु हुँदैन। दशगात्र सपिण्डी पनि एकै ठाउँ गर्नुपर्दछ। अनि अरू 16 श्राद्ध छन्, वर्ष दिनसम्मका जुन 16 वटा मासिका छन् ती पनि एकै ठाउँ गर्नुपर्दछ, धेरै ठाउँ गर्नु हुँदैन। अनि जब मध्याहको समय भइसकेपछि एउटा कहाँ भन्छ भन्दाखेरि कुप भनेको कुवामा, तलाउमा, अनि आराम गर्ने ठाउँ हुन्छ नि कहीँ त्यस्तो ठाउँमा, तीर्थमा, देवालयमा हामीले एउटा मध्याहको समयमा गएर स्नान गर्नुपर्दछ। अनि एउटा वेदीको निर्माण गर्नुपर्दछ। वृक्षको फेदमा दक्षिण फर्केको वेदीको निर्माण गरेर गोबरले लिपेर त्यहाँ 5हरू ओछ्याएर पिण्डदान गर्नका निमित्त तयार गर्नुपर्दछ। अनि पिण्ड चाहिँ के को बनाउने त भन्दाखेरि चामल पकाएर बनाउने दुधमा या त जौका पिठाको पनि बनाउन सकिन्छ। तर पहिला दिनमा हामी जे कर्म गर्छौँ त्यही कर्म त्यही विधिले 10 दिनसम्म गर्नुपर्दछ। बिचमा फेरबदल गर्न पाइँदैन।